मेरो आफ्नै बाबुआमाले मलाई मारेको यो मेरो दिदी हो यो दिदी हो यसको केही गल्ती छैन यसलाई मार भनेको छ यसको छोरीलाई नि मार भनेको थियो यसको छोरीको आत्मामा पस भनेको थियो म त त्योसँग त सकिन त्यो आर्य तारा देवी हो भन्नुहुन्छ गुरुले म सक्दिन त्योसँग त सकिन तिमीलाई यो कति साल भयो तिमीलाई मारेको कति साल भयो मङ्सिरमा मरेको होला सायद मलाई मङ्सिरमा कति साल भयो लगभग कति साल भयो 3 वर्ष भयो आफन्त छ 3 वर्ष भयो को आफन्त भएको आफन्त को बहिनी हो तपाईँ हो आफन्त तपाईँ हो देख्दिन थिए मलाई खाना पनि राम्रो दिँदैन थियो यहाँ आउनु त यहाँ आउनु न मलाई बाबुआमाले यहाँ बस्नु मारेको हो यहाँ आफन्त यहाँ आए गुरु उहाँको दिदीलाई सताउन चाहदिन पर्दैन यहाँ बस्नु छोरीलाई बाबु मान्छेलाई कसरी मार्न सक्थे तँ एउटा देवी हो गुरु उहाँ आफन्त उहाँ आए कोही थियो घरमा यस्तो अपङ्ग होइन ननाट्नु है टोपी खोलेर ननाट्नु भाइ दाइ यसको काकाको छोरा हो म के भन्छ यस्तो तपाईँ छोरी मान्छे होइन नानी यो मेरो दिदी हो मलाई कुटेर मेरो दिदीलाई धेरै दुख्छ म त मरेको हो नि तर यो आइमेलाई धेरै दुख्छ कति पिना छ यसलाई पिना छ धेरै यसले पनि सताकै हो मेरो दिदीलाई तर यो दिदीले आफ्नो छोराछोरी हुर्काएको छ आफ्नो विश्वासमा आफ्नो श्रीमानलाई सम्झेर बसेको हो मेरो दिदीले बहुत दुःख लाग्यो ल कोही छैन म तिमीलाई प्रणाम गर्छु मेरो अन्तरात्माबाट तिमीलाई प्रणाम गर्छु मान्छेले अपङ भएर तिमीलाई त्यस्तो गरे हेला गरे त्यसको दुष्कर्म जसले चलाएको त्यस्तै फल पाउँछ जसले जस्तो गर्छ त्यस्तै फल पाउँछ अब तपाईँले अब जाने टाइममा अब के चाहिन्छ खानेकुरोहरू पानी खान मन थियो पानी खान पाइन मेरो त दाँत पनि सबै झरेको थियो म त भात पनि राम्रोसँग खान सक्दिन थिएँ म त मासु मांस पनि खान सक्दिन थिएँ म त अपाङ्गो हो नि हाते पनि मेरो घरमा अपाङ्गो छ मेरो भाइ पनि दिदी पनि अपाङ्गो छ मेरो हो नि गुरु हो आज मेरो दिदीले गर्दाखेरि म अब पार भएर जाँदैछु मेरो गुरुसँग म पार भएर जाँदैछु राम्रो जन्म पाउँछ अब पुण्य जन्म पुनत्त जन्म हुन्छ तिम्रो यो धर्मती दिदीले गर्दाखेरि मेरो जन्म हुन्छ यो आइमेले कहाँ गएन यो कति धामी झाँकी गरेन यसले कुटै कति खाएन यो कति बदनाम भएन यसलाई मान्छेले के गरी भनेन यसलाई बाउलाई भन्छ यसलाई हरेक थोक भन्छ यसको श्रीमान छ यसको दुनियाँमा छैन सबै पनि यसलाई बदनाम गर्छ मान्छेले त्यो चाहिँ मेरै बाबा हो यो मलाई भन्न पनि लाज लाग्छ हजुर मलाई भन्न पनि लाज लाग्छ कि त्यति पापी छ तिनीहरू यो यसले 15-16 वर्षको उमेरमा यसले बिहा गरेर एउटा छोराछोरी हुर्काएको छ मैले देखेको छु यसको घरमा मलाई बस्न मन लाग्दैन घरको वरिपरि बस्छु मैले ढाँटेको होइन बाबु म हृदयबाट अन्तरात्माबाट म बहुत दुखी भएछु आज म यस्तो सबै खेला आत्माहरू खेलाइदिनेको यो अपङ भनेर आयो तिमी अपङ अब अर्को जन्ममा तिम्रो अपङ हुँदै छैन राम्रो जन्म हुन्छ बहुत हात पाउ खुट्टाहरू मजाको हुन्छ मजाले देख्छ चल के गर्ने कर्मको अनुसार भाग्यको भिडियो पनि गर्नु त्यस्तै छ अब तपाईँले पानी भन्थ्यो म नानी हो मेरो सानो बाबु छोरा नानीहरू लु बाबु पानी खा तैँले पानी खान्छ भन्छु मम्मीले पानी कति मागे मलाई पानी नै दिनु भएन मेरो त हात पनि यस्तो छ नि मैले पानी खान नि सकेको थिइनँ अब राम्रो खाऊ अहिले राम्रो सेवा खाऊ बहुत राम्रो मान्छे थियो म अपङ भएर मन त राम्रो उसलाई कहिले गलत रास्ता दिएन उसलाई यस्तो हुन्छ यो नराम्रो लाग्छ हो कि नराम्रो कसै लाग्दैन कसैलाई अपङ सपङमा त्यसो हेर्नुहुन्न हो कि होइन गर्दैन आफ्नो उसको पनि त आत्मै हो शरीर हो
चलो यसको शरीरमा अगर ऊ भएन भने नानी है अहिले यतिकै जान्न अहिले मलाई थाहा छैन यतिकै जान्छ चलो तिमी उठाऊ मलाई थाहा छ तिमीहरू जान्न यतिकै उठ्यो भनेर म सबै थाहा छ कसरी जान्छ तिम्रो हातमा आएपछि सबै थाहा छ मसँग छल कपट भन्नु पाउँदैन अब भातहरू कहाँ छ खानाहरू पिना कहाँ छ सबै खान्छ सब भातहरू कहाँ छ लिएर यहाँ लिएर सबै खान्छ लिएर सामान गर अलिकति बिदाबारी गर्नुपर्छ एकछिनमा है माथि गएर सबसे पहिला सबै खान्छ अरे म त्यो जागित्र सकित्र होइन यो एउटा पवित्र आत्मा हो त्यसले छैन खाना लगाउँ यहाँ जागित्र त होइन पवित्र आत्मा हो यो मारी त्यसलाई पवित्र आत्मा हत्या गरेको हो कि त्यही हो आफ्नो जिउँदो हत्या गरेको पवित्र आत्मा हो कि यो के यो देख्नु त भाइको डाइरेक्ट के हो साँच्चै नै यो आत्मा आउने हुने रहेछ र यो सवाल म जनतालाई सोध्न चाहन्छु के वास्तवमा यस्तो हुन्छ र आज यस्तो देख्दैछ आज हुन्छ र के यो विश्वास गर्नुहुन्छ होइन पत्रकारले हामी विश्वास गर्दैन नि त विश्वास गर्नुहुन्छ पत्रकारले हामी विश्वास गर्दैन विश्वास गर्ने हुन्छ पक्का पत्रकारले विश्वास गर्दैन नि गुरु फेरि यो कुरा चाहिँ पत्रकारले कहिले विश्वास गर्दैन यस्तो कुरा ल खा जानी खा पवित्र आत्माहरू छ पानी फुल राख्दै आफै खान्छ म माने तल लु माने सरकार खाना मिट खाना पानी यसरी खान्थ्योले भात हो यसरी खान्थ्यो पानी मिसेर खान्थ्यो खाना खानै नदिएको बिचरा थपी खाना खाने कि फेरि खाना आफै खान्छ आफूको आत्मा शान्ति भने आफै खान्छ कहिले मिठो खान पाएन जबले आत्मा शान्ति हुन्छ त्यसको मन शान्ति हुन्छ आफै जान्छ छोडेलाई यसलाई कसैले अर्को जन्म अब राम्रो जान पाउँछ आफ्नो राम्रो जान पाउँछ छोडेर आफै जान्छ तिमी जाऊ है अर्को जन्म राम्रो पाउँछ है बाबु अर्को जन्म राम्रो पाउँछ चल आत्मा शान्ति ओम आत्मा शान्ति ओम आत्मा शान्ति आत्मा शान्ति आइन्दा केही दुःख सगत नगर्नु शान्ति हुन्छ अब आत्मा शान्ति अब के हुन यो अहिले यस्तो नानीको नाममा भोलि म भन्दैछु डन्डा हाल्छु न फेरि म त्यो त मसँग खेलाउँदैछु म घरै भएर म यसको नानीको नाममा यसको नाममा मिटमा स्मेल यसलाई लगाएर भोलि मिट मासहरू जति छ राम्रो चोखो स्थानमा गएर यसको जो छ त्यसको नानी यसको शरीरमा आएको जो छ त्यसलाई बाहिर चढाउनु रहनु घरमै गएर बाहिरतिर कतै जङ्गलकोतिर स्थानमा जानु ठिक छ चढाउनु नानीले गल्ती सल्ती भयो हामी माग्न चाहन्छु उसको नामले नानीको हातबाट चढाउनु शरीरमा आएको छ सुभाष गुरुज्यू अब उहाँको निको हुन्छ त अब निको हुन्छ यो त पक्कै निको हुनै पर्ने हो जनता त फेरि त्यहाँ अब निको भएन त फेरि तपाईँलाई फेरि जनताले होइन कामले पो भन्छ जनताले भनेर हुन्न कामले भन्छ ठिकै छ आफै उठ्छ यो आफै जान्छ र तडपै जान्छ यिनीहरू तडपिन्छ तडपेर जान्छ यिनीहरू तडपेर जान्छ तडपी जान्छ लास्टमा तडपी जान्छ आफै नडराउ
आफै जान्छ तर्पी जान्छ यो त्यसमा कहाँ प्राण जाने त्यही जान्छ अब अन्तिम त चल तेरो सर्ने यही हो आफै छ तर्पी जान्छ बस यही तर्छ के चाहिँ हो तर्पी जान्छ यो तर्पेर जान्छ फेरि जान्छ तर्पी जान्छ त्यो तर्पी जान्छ अब जो प्राण जान्छ नि यिनीहरूको जसरी आएको थियो नि त्यसरी तर्पी जान्छ त्यो अहिलेसम्म यस्तो देखेको थियो नेपालमा देख्नु चाहिँ देखेको थियो हामीले यस्तो चाहिँ देखेको थिएन भनेको भावुक बनायो उहाँको कथा र पीडाले एकदम भावुक बनाउँछ आँखा रसाएको छ अब यसलाई छोड्छ आफै यस्तो रूप आस्तेर आउँछ यो छाती यस्तो माथि गरेर आउँछ होसरी आउँछ कि छोड्ने बेलामा यस्तो जान्छ माथि छोडेर आउँछ बहुत दिगदार हुन्छ कस्तो हुन्छ कि किनकि नानीको शरीरमा घुस्नु सजिलो छ जानु बहुत साह्रो छ ठिक छ नि तर्पी जाँदैन अन्तिम इच्छा त पुगेन उसको हो टेकेर जानु पर्दैछ जानु खोजेको अब जान्छ तर्पिन्छ देख्यौ यस्तो लाग्यो फिल्म जस्तो लाग्दैछ फिल्म भन्दा कम छैन दृश्य त सही हो नि त के भन्छ देख्नु के तिमी यस्तो देख्नु सक्छौ लट्टे गुरु सुभाष पक्कानी हो मान्छे रोएकोलाई हँसाउँछ यो पक्कानी हो यो आत्मै आएको हो होइन मलाई त विश्वास लाग्दैन नि त गुरु अब ऊ आफ्नो शरीरमा आउँछ होइन मलाई विश्वास नराख्नु त फाल्टै कुरो हो नि त कर्मको अनुसार भाग्यको अनुसार गुरु ज्ञानको अनुसार बस जसले जस्तो गर्छ त्यसले त्यस्तै भोग्छ जसले जस्तो गर्छ त्यसले त्यस्तै भोग्छ अनि छोड्छ त गुरु अब होस् बस उसको जब आउँछ आफै उठ्छ अरे के भयो भनेर त उसको पूर्ण रूपमा आउँछ नि जब उसको यो केटी हुन्छ त्यो आफै होस् आउँछ आफै जोर के भयो भनेर उठ्छ अब उहाँको आफन्तले केही नभन्दा भयो नि त उहाँको बस भोलि खानेकुरो चलाइनुपर्छ तपाईँ कुरा बुझ्नु नि होइन तपाईँ कुरा बुझ्नु नि आफ्नो मान्छे होइन कति भोलो भयो कि यहाँ आएर हामी तपाईँ श्रीमान हो यस्तो झाँक्री देखेको थियो के हो तपाईँ नेपालमा सायद बहुत तपाईँ को उहाँको हामी पछाडिको त विश्वासै नगर्ने मान्छे विश्वास गरेर हामी मैले कहिले ढेङ्ग्रो अलिक फटाएँ यहाँ बसेर नाच्थेँ म काँपेँ हल्का छ मैले काँपेँ मलाई काममा जरुर छैन हामीले कमाउने हो लटे झाँक्री त लटे झाँक्री हो नि त गोडा खाने हजुरले सफा गर्नु हामीलाई सफा गर्छौँ यो मिटमा कसले गर्ने यहाँ सफा अब यसो डाइरेक्ट मार्नु नि त के यो देवेन्द्र लिम्बूले साफ गर्ने हो सबै रेकर्ड भएको छ नि फेरि लटे झाँक्री गुरु सुभाष गुरुङ इन्डियादेखि आउनुभएको सबै रेकर्ड भएको छ नि फेरि रेकर्ड चाहिँ फेरि टुटेको छ नि फेरि होस् आउँछ त्यसको होस् आयो भने आफै आउँछ यो होस् पायो भने हामीले पनि चढाइदिनु ल भोलि पक्का गरिदिनु फेरि है भोलि आउनुपर्छ पर्दैन गुरु यसलाई पर्ने यसलाई घरमै यसलाई खानापिना बनाएर उसलाई चोखो नितो गरेर अलिकति अझै भन्नु पक्नु है उहाँको गार्जेनले भन्नु है गार्जेनले भन्नु जब यो वर्षदिनको चाडबाट आउँछ नि त्यति बेला उसको नामले अलिकति बाहिर पढाइदिनु ल यो चाहिँ कर्म कि हाम्रो हामीले जो छ पुर्खो पालेर अहिले पनि हाम्रो चाडबाडको ट्याब पक्का बाहिर चढाउन भित्र पनि चढाउँछ पुलमा नि बाहिर पनि चढाउँछ बहुत तडपिन्छ कि यति जान्न त बहुत तडपिन्छ हाम्रो साह्रो छ जानु बहुत गाह्रो छ भन्छ कि हाम्रो साह्रो छ जानु गाह्रो छ ठिक छ नि यो हुन्छ बहुत दिगदार हुन्छ मलाई अब चाहिँ समय आएको यसको आउने समय जाने समय चल अब जा बाबु जा निकल जा तल निकाल्नु मै आउनु पर्यो तल जा निकाल्नु है गुरु निकाल्नु भएन भोलिपल्ट फेरि जाऊ चल जा कहाँबाट नाकबाट जान्छस् न मुखबाट उसको खुट्टा बिग्रेछ खुट्टा जा खुट्टा फ्याक्छ त हिँड्नु सक्दैन त यो सफा कसले गर्ने हो त यो मैले गर्ने कपी टेस्ट हो क्या के भयो बहिनी के भयो जस्तो लाग्छ तपाईँलाई के भयो जस्तो लाग्छ के भयो जस्तो लाग्छ भनौँ न अब दिमाग खराब भयो अब हामी कहिले आएको
ल है के कसो कसो भयो होइन यस ठाउँमा चाहिँ दिवसमा आउनुभएको रहेछ सर तपाईँको तपाईँ चोखो तरिकाले हिँड्नुपर्ने रहेछ भन्ने कुरो बुझ्यो त चोखो तरिका गुरुले भनिसक्नु हो तपाईँले जे तपाईँले गर्नुभयो भने चोखो तरिका गर्नुपर्ने भयो जे पनि आफ्नो यो के अरे कति 3 वर्षदेखिको बिरामी ठिक हुनुभयो होइन एकैछिनमा त्यो पनि हो आफ्नो कर्तव्य नै हुनुपर्छ कर्तव्य नै हुनुपर्छ जब उहाँले भन्नुभएको छ गुरुले अघि यहाँ रेकर्ड गर्छ चोखो तरिकाले तपाईँ हिँड्नु अरे एउटा कुरा सोधिहाल्नु भनेर त्यो के अरे पगिरो हुन्छ नि धामीको त्यो छैन तर के नयाँ बनाएर ल्याउनु पर्यो कि कसो गर्नु मुक्त हिपमा ल्याउनु नि मुक्त हिपमा ल्याउनु नि माताको म परिचय लिन्छु एकछिन त्यही त हो त्यो हेरेर मात्रै गर्नु पर्यो नि एउटा बिमारी छ त्यसको बाद माताको नम्बर पुग्छ भोलिबाट पछि खाना बनाउने खाने सक्ने हो ल सफा गर्न यो को देवेन्द्र लिम्बे उठ्नुपर्ने बेला भयो कि कसो भन्नुपर्ने भयो